माधव कुमार नेपाल नेकपा एसका अध्यक्ष पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको ग्रह कुण्डली गोचर हेर्दाखेरि उहाँको जन्म कुण्डलीमा 20 योग रहेको छ। शनि सोगिरी त्यसमा चन्द्रमा आएर बसेको छ। नीचको चन्द्रमा शनिमा चन्द्रमा नीच हुन्छ, शत्रु राशिमा आएर बसेछ। त्यसकारणले गर्दाखेरि उहाँको कुण्डली 20 योग रहेको छ। 2082 साल माधव कुमार नेपालको लागि त्यति राम्रो ग्रह गोचरले साथ दिएको अवस्था छैन। उहाँको लागि 2084 सालसम्म 83 सालसम्म पनि राम्रो छैन, 2084 साल पनि राम्रो छैन। तर उहाँको लागि माधव कुमार नेपालको लागि 2085 सालमा पुनः शक्तिशाली भएर आउनुहुन्छ। राजकीय पद देश सञ्चालन गर्ने अवस्थाको ग्रह गोचर 2085 सालमा माधव कुमार नेपालको देखा पर्दछ। 2082 साल माधव कुमार नेपालको लागि त्यति राम्रो छैन। कुण्डलीमा 20 योग परेको छ।